कति टाउको दुखेको कहिले बेसो नआउनु भयो कस्तो पानी प्यास लाग्यो छोरा बाबु पानी लिएर आइदेऊ न ल्याए आमा पानी ल्यायो तपाईलाई के भएको बाबु जीवनको भर हुँदैन सानो आमा तपाईले यस्तो कुरा किन गर्नुभएको आज मलाई भित्रैदेखि धेरै गाह्रो भएको छ बाबु मैले तिमीलाई के भन्ने के नभन्ने के बुझिरहेको छैन अब मलाई लाग्छ म तिमीहरूको माझ रहँदिन होला तर तिमीहरू सधैँ खुसी भएर बस्नु है आमा यस्तो नभन्नुहोस् न यो सानो भाइको ख्याल गरिदिनु ल बाबु तिमी यिनीहरू दुई मध्ये ठुलो छोरा हौ तिमीले यिनीहरूलाई पढाउनु यिनीहरूलाई हुर्काउनु यो सानो बाबुले केही पनि जानेको छैन तिमीहरूको बाउ पनि चाँडै बितेर गए अब मलाई लाग्छ म पनि तिमीहरूको माझमा रहदिन होला चाचा डाक्टरलाई फोन गरेर होला त हेलो हेलो डाक्टर छिटो घरमा आउनु पर्यो आमा बिरामी हुनुभएको छ ए हस् हस् अब आइहाल्छु है त म त्यसो भए तपाईँलाई यस्तो भएको चाहिँ कति जति भयो आमा मलाई 1 हप्ता भयो नानी अनि जिउतिर कर्कर खाने हो नि यस्तोतिर दुख्ने हो नि त्यस्तो केही भएको छैन नि मेरो एकदमै खुट्टा शरीर सबै लुलो भएको छ खोइ फेरि खुट्टा हेरौँ ओहो खुट्टा त लास्टै सुनिएको रहेछ खै के लगाउने गरेछ त्यो मेरो बक्स छ झोला छ ल्याउनु त यता मैले हजुरलाई के दबाई राखिदिन्छु यो चाहिँ तपाईँलाई सबै थोक चाहिँ यो बुढेसकालले छोएर भएको त्यस्तो आतिनु पर्ने त केही छैन उपचार गर्यो भने सायद कम पनि हुनसक्छ तर तपाईँहरूले चाहिँ आमाको ख्याल एकदमै राख्नुपर्छ होइन अब अरू त त्यस्तो केही भन्न मिल्दैन अहिलेको सिचुएसन एकदम क्रिटिकल छ उहाँको अब नानी यता आउनुहोस् त हजुरले चाहिँ आमाको ख्याल मेन गरिराख्नु पर्यो उहाँलाई के चाहिन्छ बेलामा बिहान दिउँसो बेलुका खाजा खाना टाइममा हुनु पर्यो म केही औषधि दिन्छु उहाँलाई अनि त्यो औषधि चाहिँ उहाँलाई बेलामा खुवाउनु पर्यो है त र यो म औषधि लेखेर दिन्छु डाक्टर साहब जसरी भयो नि मेरो आमालाई बचाइदिनुहोस् न तपाईँहरूसँग मलाई केही कुरा गर्नु छ तपाईँहरू दुईजना यता आउनुहोस् त तपाईँहरूलाई चाहिँ मैले के भन्न बोलाएको भने यहाँ तपाईँको आमाको चाहिँ अवस्था एकदमै क्रिटिकल छ होइन अहिलेको सिचुएसनमा भने चाहिँ उहाँलाई एकदमै केयर गर्नुपर्छ उहाँ चाहिँ एकदमै बुढो हुनु भइसकेको छ त्यही भएर उहाँलाई बेलामा खाना दिने बेलामा उहाँलाई औषधि दिने गर्नु पर्यो उहाँलाई चाहिँ एकदम अहिले तपाईँहरूको केयरको जरुरत छ किनकि उहाँसँग अब मलाई लाग्दैन कि धेरै समय छ भनेर उहाँलाई चाहिँ एकदम सास फेर्न पनि गाह्रो भइरहेको छ पल्स रेट पनि एकदम स्लो भइरहेको छ सो तपाईँहरूले चाहिँ उहाँलाई एकदमै ख्याल गर्नुपर्ने छ मैले जुन लेखेको दबाई छ त्यो चाहिँ बेलामा खानु दिनु पर्यो नानी विशेष गरी तिमीले चाहिँ उहाँको एकदम ख्याल गर्नु पर्यो अनि हजुरले पनि उहाँको एकदम ख्याल गर्नु पर्यो है अहिले मलाई ढिला पनि भइसक्यो अब म जान्छु ल हजुरको आमालाई फेरि लास्ट टाइम भेटेर अनि म जान्छु अब उहाँको आमा हजुरलाई अहिले त्यस्तो आत्तिनु पर्ने केही छैन त्यस्तो चिन्ता नगर्नु हजुरलाई चाँडै बिस हुन्छ अब म जान्छु हस् ल मेरो टाइम पनि भयो अफिस टाइम पनि भयो म गएँ हस् ल आमाको अवस्था गम्भीर छ छिमेकीहरूलाई बोलाऊ र आफूहरूलाई पनि बोलाऊ है हुन्छ बोलाउँ दर्शन आमा नमस्कार आमा
हजुर बिरामी हुनुभएको भएर हामीले शक्ति दिने फलफुलहरू ल्याइदिएको छौँ हजुरलाई। आमा तपाईँलाई कस्तो छ? मेरो गाह्रो भएको छ नानी। आमा मलाई गाउँको काकाले भन्दै हुनुहुन्थ्यो तपाईँ बिमारी भएर हस्पिटल आउनुभएको छ अरे। अहिले हजुरलाई कस्तो छ? हस्पिटलबाट बल्ल बल्ल घर आएँ। डक्टरले त ठिकै छ भन्दै हुनुहुन्थ्यो। आमा आमा हजुरलाई गाह्रो भएको हो? मेरो छोराछोरीलाई बोलाइदिनु न। फोन देऊ त, छिटो फोन देऊ त। हेलो रमेश, छिटो आऊ, तिम्रो आमालाई गाह्रो भइसक्यो। आमा हजुरले के भयो? पानी ल्याइदेऊ त आमालाई, पानी ल्याइदेऊ। रमेश छिटो पानी ल्याइदेऊ न। आमा खानु पानी। बाबु तिमीहरू यता आएर बस्छ न। तिमीहरूसँग के कुरा गर्नु छ बाबु? के कुरा होला आमा भन्नुहोस् न। बाबु हजुर आमा। तिमी पनि मेरो छोरा जस्तै हो नानी। बाबु हजुर तिमीलाई म आज एउटा जिम्मेवारी दिन्छु। तिमीले पुरा गर्छौ नि होइन? गर्छु आमा। के होला भन्नुहोस् न। तिमी सबैभन्दा ठुलो मान्छे हो। यिनीहरूको हेरविचार गर्नु। यिनीहरू सानै छन्, यिनीहरूलाई पढाउनु। गाउँको मान्छेहरू टुर आउनु भनेर हेला गर्न। तर तिमीले यिनीहरूको ठाउँमा आवाज उठाउनु है बाबु। हुन्छ आमा। तपाईँले किन यस्तो भन्नुभएको? तपाईँलाई केही हुँदैन आमा। बाबु अब योभन्दा मेरो यात्रा लामो छैन। मलाई लाग्छ मेरो यात्रा अब यहीँबाट समाप्त हुँदैछ। आमा तपाईँलाई के भयो आमा? आमा आमा के भयो आमा? आमा उठ्नुहोस् न आमा। आमा उठ्नुहोस् न। आमा उठ्नुहोस् न। दाइ अब हामीले आमाको सपना पुरा गर्नुपर्छ। बहिनी आजदेखि हामी राम्रोसँग पढ्नुपर्छ।